आफ्टर लङ टाइम होइन। आज चाहिँ धेरै पछि भ्लग हाल्दैछु मैले चाहिँ। आज चाहिँ म माथि कोटा जाँदैछु होइन। अनि टक्क बाहिर आज चाहिँ भिडियो बनाऊँ भनेर के नयाँ भिडियो हालौँ। अब धेरै पछि हामीलाई चाहिँ 1 वर्षपछि हाल्नु नयाँ भिडियो पनि होइन। च्यानल पनि धेरै डाउन भइसक्यो होइन। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। कहाँ हो आज हामी हेङ्ग्री बजारतिर जान्ला स्पेसली हामी माउन्ट आएको माथितिर डुल्न आएको आज होइन गाइस। अहिले भर्खर हामी क्यामेरा गरे भए चाहिँ तल चाहिँ मयूर देख्थ्यौँ होइन। मयूर ठ्याक्कै उड्यो क्या हामीले क्यामेरामा गर्दा चाहिँ अनै छ क्यामेरा चाहिँ पाइएन उडियो बेला चाहिँ क्यामेरा अन थिएन। त्यसो भएर हामी चिलमा छौँ, जस हावा लागिरह, वेदर बेस्ट छ। भ्यू चाहिँ हेर्न सक्छ पछाडि भ्यूहरू माउन्टहरू राम्रो राम्रो छ। हामी चाहिँ अहिले गाउँमा खाऊँ होइन। अहिले चाहिँ कहाँ जाने अब माथि? अब हामी आँप खान जाँदैछौँ। ए आँखा होइन, अब माथि सबिन घरतिर जाँदैछौँ। हाम्रो बारी हो क्या सन्जियो। अनि एकदम त्यहाँ चाहिँ गर्मी हुन्छ भनेर चाहिँ एउटा हामीले क्याम्सन भन्ने एउटा चिसो नै भनौँ चिसो लिएर हिँडेका छौँ। जस आँपको नजिक पुग्न लागेका छौँ। आँप चाहिँ धेरै छ, जस आँप चाहिँ मिठो छ। धेरै मान्छे आइरहेको छ नि, त्यसैले हामी चाहिँ धेरै घरदेखि टाढा नै आएको यो आँप खाने हुँदा चाहिँ स्पेसली माथि त्यही नै हो। लेकमै छौँ हामी। यो चिसो मौसम छ, हावा लागिरहेको छ। त्यस्तो गर्मी छैन तल बजार जस्तो होइन। त्यहाँ जस्तो गर्मी छैन, चिसो छ। जस लेक त्यही त हो, टाढा टाढा छ, रमाइलो छ। आँप चाहिँ राम्रो राम्रो रहेछ गाइस होइन। माथि आज आएको सोबिन चाहिँ आँप ल्याएर आइसक्यो गाइस होइन। दुई कागज आँप ल्याएर आइसक्यो। अब चाहिँ हामी तलतिर लाग्छौँ होइन। अब चाहिँ हामी घर जाने हो होइन। घरतिर यो त पानी जस्तो रहेछ यो चिसो चाहिँ। आधी हो त 2 प्लास्टिक आँप लगेर एकछिन यताउता हावा खाना यहाँ माथि गाउँघरतिर होइन। बाइक चाहिँ उता गाइस चाहिँ अब जान्छौँ यताबाट। हामी चाहिँ पर्खिँदैछ हामी गाई चाहिँ त्यहाँदेखि हामी चाहिँ फाइनली अब घर आइपुग्नु लागिसक्यौँ गाइस होइन। हामी चाहिँ यता किन्चुर भन्ने ठाउँमा छ। हामी चाहिँ फाइनली अब घर आइसक्यौँ होइन। अब चाहिँ अनि मल छाड्नु जानु लाग्यो। अनि त्यसपछि चाहिँ
पिटी गर्नुपर्छ आज चाहिँ चाहिँ मैले जोत्न त थोरै अनि अब पुरै जोत्न छ अरे हराइसे काम यसो गरिदिन्छु मैले छ्यास हामी चाहिँ ठ्याक्क बाटोलेसम्म चाहिँ गिरेल यता बाटोले गिरेल उनको घर हो यो चाहिँ होइन हामी चाहिँ ठ्याक्कै भर्खर बाट ल्याएको हाम्रो दाइहरू चाहिँ यतै हुनु रहेछ होइन के लाउनु भयो दाइ बस अब हामी यो तपाईँले त नहेरे हुन्छ पछाडिकोले हेऱ्यो हुन्छ तिमी त राइडर भइयो गाइज आज भोलि चाहिँ त्यहीमा एन्ड हानौँ होइन सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र अब भोलिको भ्लगमा भेट्नुपर्छ ल